केटा हो नाम होला नि त कुनै त दाइहरुसँग को हिँड्ने केटासँग के कुनै त मलाई के थाहा कोसँग हिँड्यो आँखाले नदेखिन्छ नबोल न त पनि कमाउनु अनि तिमीले चाहिँ मलाई अनि केटी छ अरे उसको दुबईमा को छ केटी कोले भन्नु मैले त देखेको त केटीसँग बोलेको त देखेको मैले को केटीलाई भन्न त तैँले सक्छ भने देखा न मेरो राजन त केटीसँग बोलेको नि त किन बोलिस् भन्दाखेरि किन हाँसेर टारिस बोलेको छ नि ए मुजी हाँसेर टारिस हाँस्यो भन्दैमा मुजी खालि त्यही हुन्छ केटीसँग बोलेकै हुन्छ म हामी तीनजना त्यहाँ भात खाइरहेको बेलामा हाँस्यो भन्दैमा त चाहिँ खालि त्यही केटीकोतिर किन रिप्लाई दिँदैनस् त मसँग किन बोल्दैनस् त किन नबोले त्यतिखेर म भात खाइरहेको बेला मैले फगाउनु भनेर तँलाई फोन गर्ने बेलामा त चाहिँ के खानको लागि काटेको गरेको के खानको लागि काटेको गरेको मलाई चित्त दुख्यो मैले काटे एउटा बिजी भएस त्यतिखेर त्यही भन्न त्यो दिनदेखि कोसँग बिजी भयो के त त्यो दिनदेखि कोसँग बिजी भयो मैले तिम्रो गाउँ जाने बेलामा नि धेरै बोलिस फोन गरेको थियो खै त अझ भाउजूको अगाडि तिमीले मलाई के गरे भन्न यी चाट देखाएर यहाँ सुन यदि त बुझ्ने केटा भएको भए त बुझ्ने केटा भएको भए अहिले म कुन अवस्थामा छु तँलाई मैले कुन अवस्थामा छु भन्ने कुरा त तैँले मलाई हरेक कुरा मेरो व्यवहार मेरो टाउकोमा छ म माने तर म जब बाजेलाई मैले ल्याएर अहिले बिरामी हुँदा पनि ल तँसँग मलाई त्यति नै धेरै रिसिभी भए पनि रिङ भनेको त बिस्तारी तिरौँला म तिम्रो लागि छु बाजेलाई यस्तो गाह्रो भइराखेको छ यति पैसा काटेर यति आयो तैँले हाल्दिस् र ठुलो कुरा गरेको अनि यहाँ सुन त्यो तैँले हाल्दिस् भने हैन यहाँ सुन मैले त्यो 18,000 बल्ल यहाँबाट पठाएको छस् यहाँ सुन न मैले त्यो 18,000 पठाइदिँदाखेरि के भने थिए तेरो त्यस्तो पैसा चाहिँदैन मलाई चाहिँदैन तैँले पैसा पठाउने बेलामा कसरी नि खोजेको थिस् यस्तो पैसा दिने केटा छ मसँग भने हैन छ भने हैन अब जे गर्छु म मेरो दाइसँग गर्छु भगवान कसम मेरो मर्ने अरुको कुरा गर्छस् म स्लिप पठाइदिन्छु नि तिमीलाई त्यो पैसा पठाएको ए भगवान होइन यो के बोल्दैछ स्लिप पठाइदिन्छु के म विदेश आएर म ठुलो पल्टेको छु भन्ने छु मैले थोरै म यहाँ रुगा लाएर बिरामी भइरहेको बेलामा पनि मैले